गाइस वेलकम बैक टु माई युट्युब च्यानल। आज म र भाउजू चाहिँ अब यसो घुम्ने कार्यक्रम रहेछ। यस्तो बाहिरतिर डुल्दैछौँ। अघिसम्म चाहिँ पानी परिरहेको थियो, त्यसैले हामीले छाता बोकेर आएको थियौँ। अहिले चाहिँ फेरि पानी नै बन्द भइरहेछ नि, त्यतिकै हिँडिरहेछौँ। पानी परिरहेको क्या रहेछ नि अहिले त। अब यस्तै छ, हेर्न सक्नुहुन्छ। अहिले यस्तो छ वातावरण। टमाटर सबै बेच्न राखेको छ, अब हेर्न सक्नुहुन्छ। यसरी नै अब आज हामी दुइटा यसरी अगाडि बढिरहेछौँ। पानी बढेर खोला नि बढेछ है। ए अहिले चाहिँ अलि त्यो अलिक पानी पऱ्यो नि त, अनि त्यही भएर यस्तो भएको हो कि। हाम पनि लगाइरहेछ है। यतामा चाहिँ लास्टै ठुलो खोला आइरहेको छ। यहाँ त अब हामीहरूले बोल्यो भने पनि आवाज सुन्न नि गाह्रो पर्छ है। सुनिँदैन। लास्टै ठुलो खोला आइरहेछ, घाम पनि मजाले लागिरहेछ, फेरि अलिअलि पानी पनि परिरहेछ। के बुझ्न सक्नु छैन। स्यालले बेमन गल्ला कि जिन्दगानीमा। जाउँ भाउजू अब मासतिर। ल अब मासु घुम्न जाउँ। अब यस्तो छ, अब यहाँबाट माथिबाट अब हामी जान्छौँ यो पुलबाट। पुलबाट जाने, तर यताबाट पनि जान मिल्छ, तर यो पुलबाट अलिक ठिक लाग्यो। अब यो पुल गर्दैछौँ। अब पुल गर्दैछु बल्ल अब हाम्रो मन्दिर आउँछ। त्यो मन्दिरको नाम चाहिँ बाबा गोकर्ण हो। अझ हल्का उकालो छ, अनि त्यसरी पारीबाट पनि जान मिल्छ, तर पारी चाहिँ बाँदरै बाँदर छ, त्यही भएर हामी वारीबाट गइरहेछौँ। पारी के छ? बाँदरै बाँदर हुन्छ कि अब अलिकति माथि रहेछ। बाँदर छ नि कति धेरै। अब यो जस्तो गाउँ जस्तो देखिने है यतातिर। त्यो फाइनली मन्दिर आइसक्यो। अब म तपाईँहरूलाई पनि मन्दिरको अवलोकन गराउँदैछु। तपाईँ ए नजिकै छ। अब हामीहरू चाहिँ अब मन्दिरतर्फ बढिरहेको छौँ बिस्तारै बिस्तारै। यहाँ चाहिँ धेरै भगवान्हरूको मूर्तिहरू रहेको छ। मेन मन्दिर चाहिँ यो हो। त्यस्तो छ। साइडमा चाहिँ ढोका रहेको छ मन्दिरको, अनि यो चाहिँ जति बेला पनि खोज्दैन। यसको निश्चित समय हुन्छ, निर्धारित गरिएको समयमा मात्रै खोल्छ। अनि यहाँ यस्तो खोला छ। मन्दिर चाहिँ गोकर्ण हो, एकदम प्रसिद्ध मन्दिर हो। यहाँ मेला नि लाग्छ। त्यस्तो इनार जस्तो नै छ, एकदम रमणीय छ यहाँको वातावरण। यसरी यहाँ एकदम मन्दिरको तल चाहिँ एउटा ठुलो ग्राउन्ड छ, जहाँ चाहिँ बच्चाहरू जहिले खेल्छन्। तपाईँहरूलाई म देखाउँछु। पुल तरेर जाने। ल ल एकदम रमणीय वातावरण छ क्या यहाँ, एकदम रमणीय वातावरण छ। सो आजलाई चाहिँ यति नै हो। ल बाई बाई भाउजू। बाई।